धन्यवाद। मन्तव्य श्रद्धाञ्जली कार्यक्रम सबै र मौन धारण कार्यक्रम सकिसकेको छ। यहाँहरू आफ्नो आसनमा बस्न सक्नुहुनेछ। अब भने हामी पुष्प अर्पण तथा श्रद्धाञ्जली पुष्प अर्पण गरेर श्रद्धाञ्जली कार्यक्रम गरिन्छौँ। बुद्धिस्ट सोसाइटी अफ सिन्सिनाटीका अध्यक्ष इन्द्र दाजुलाई मैले अगाडि बढाउन चाहन्छु भोलिन्टियर्सको लागि। एवं प्रकारले मैले एलबी दाजु ट्रेजररलाई पनि अगाडि बढाउन चाहन्छु। दाजु प्लिज म्यानेज गरिदिनु होला, म अनुरोध गर्दछु। कृपया भोलि र यहाँहरू सम्पूर्णलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। र यस हलका मालिक उहाँहरूको सर्भिस यो फेसिलिटीलाई पनि यो फेसिलिटी प्रोभाइड गरिदिनु भएकोमा उहाँलाई पनि हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र पुनः मैले पहिला उभिनु भएका महानुभावहरू चाहिँ सकिनुपर्ने हुन्छ, त्यस पछाडि अन्य बस्नु भएका महानुभावहरू चाहिँ बसिदिई राख्नु होला कृपया। भाइ सँगै भाइ तपाईँहरू यता बस्नुहोस् न, तपाईँले यता फेरि पनि एउटा मैले यहाँहरू समक्ष एनाउन्स गर्दैछु। अप्रिल 24 र 24 तारिकदेखि 26 तारिकसम्म हाम्रो भाषाअनुसार अर्थात् छेउको भाषाअनुसार घेवा यहीँबाट हामी हजुरहरूलाई खबर गर्न चाहन्छौँ। र यसै क्रममा यहाँ उपस्थित सम्पूर्णलाई मैले विनम्र अनुरोध गर्न चाहन्छु कि यता कता भित्तामा ढल्किराख्नु भएको छ र खुट्टा भित्तामा लानुभएको छ भने त्यसमा पनि सजाग गरिदिनु हुन म अनुरोध गर्दछु। साथै हल्ला नगरिदिनु हुन म यसै मञ्चबाट फेरि पनि अनुरोध गर्दछु। अब भने आजको यस घडीमा हाम्रो बुवा हर्क तामाङको आज अन्तिम अन्त्येष्टिको दिन रहेको छ। उहाँको नातिहरूद्वारा आफ्नो मनको भावना आफ्नो आँखालाई अन्तिम दिन समर्पण गर्दै हुनुहुन्छ। म त्यो उहाँहरूको समर्पण शब्दहरू यहाँहरू समक्ष पढेर सुनाउनेछु।
त्यस पछाडि केही मन्तव्य रहनेछ। आज हामी यहाँ गहिरो शोकका साथै कृतज्ञताका भावना सहित हाम्रा प्रिय हजुरबुवा हर्क तामाङको जीवनलाई सम्झने भेला भएका छौँ। हाम्रा हजुरबुवाको जन्म भुटानको चिराङमा उहाँका बुवा पूर्णबहादुर तामाङ र आमा सुकमाया तामाङको घरमा भएको थियो। सामान्य र विनम्र सुरुवातबाट उहाँले आफ्नो जीवनलाई बौद्ध धर्मका सिद्धान्तहरू, करुणा, विनम्रता, धैर्यता र प्रज्ञा अनुसार अगाडि बढाउनु भयो। यो केवल उहाँले बोलेका कुरा मात्र थिएनन्, तर उहाँले प्रत्येक दिन आफ्नो जीवनमा व्यवहारमा उतार्नु भएको मूल्यहरू थिए। उहाँ आफ्ना 2 छोराका बुवा, 2 बुहारीका ससुरा, 5 जना हजुरबुवा र 5 जना नातिहरू र 8 जना पनाता पनातिनीहरूका हजुरबुवा हुनुहुन्थ्यो। हाम्रो लागि उहाँ केवल हजुरबुवा मात्र होइन, उहाँ हाम्रो गुरु, हाम्रो संरक्षक र हाम्रो शान्तिको स्रोत हुनुहुन्थ्यो। उहाँको उपस्थितिले सधैँ सान्त्वना दिन्थ्यो। उहाँका शब्दहरूले मार्गदर्शन दिन्थे र उहाँका कार्यहरूले हामीलाई साँचो अर्थमा राम्रो र अर्थपूर्ण जीवन कसरी जिउने भन्ने सिकाएको थियो। उहाँलाई चिन्ने जो कोहीले पनि उहाँको दयालु स्वभाव महसुस गर्न सक्थे। उहाँको आत्मा कोमल थियो र मन शान्त थियो। उहाँले कहिल्यै धेरै अपेक्षा गर्नु भएन, तर अरूलाई भने सधैँ चाहे भन्दा धेरै दिनुभयो। मिठो मुस्कान अनि उहाँको मौन स्वभावले उहाँले अनगिन्ती मानिसहरूको जीवनमा गहिरो प्रभाव पार्नुभयो, जुन शब्दहरूले पूर्ण रूपमा वर्णन गर्न सकिँदैन। यद्यपि 88 वर्षको उमेरमा अप्रिल 8, 2026 बुधबार साँझ 8 बजे र 8 मिनेटमा उहाँको देवासनले हाम्रो मन भारी भएको छ। हजुरबुवा, तपाईँको माया, तपाईँका शिक्षाहरू र तपाईँको सम्झना सधैँ हाम्रो साथमा रहनेछ। तपाईँको उत्तराधिकारी, तपाईँका सन्तान, नाता नातिनी र पनाता पनातिनीहरू मार्फत सधैँ जीवित रहिरहनेछ। यस कठिन समयमा हामी सबै एकसाथ भेला हुँदा तपाईँहरूको उपस्थिति, प्रार्थना र आशीर्वादले हाम्रो परिवारलाई धेरै बल र सान्त्वना प्रदान गरेको छ। आगामी अप्रिल 24 देखि 26 सम्म हुने कर्मकाण्ड तथा मे महिनाको 27, 2026 मा हुने 49औं दिनको पूजामा उहाँलाई सम्झिरहनु हुन हार्दिक अनुरोध गर्दछौँ। शान्तिमा विश्राम गर्नुहोस् हजुरबुवा। तपाईँले हामीलाई दिनुभएको सबै कुराका लागि धन्यवाद। तपाईँ सधैँ हाम्रो हृदयमा जीवित रहनुहुनेछ। ओम मणि पद्मे हुँ, ओम मणि पद्मे हुँ। उहाँको नातिहरूद्वारा साथै परिवारहरूद्वारा यहाँहरू सम्पूर्णलाई धन्यवाद दिँदै उहाँ हर्क तामाङ बाजे आके प्रति समर्पित शब्दहरू। त्यसै गरेर बुद्धिस्ट सोसाइटी अफ सिन्सिनेटी गागिर सिद्धि पेमालिङ गुम्बाको तर्फबाट पनि हामीले छोटो संविधान तयार पारेका छौँ। म यहाँहरूलाई पढेर सुनाउन चाहन्छु।
लामाला क्याप्सन छे सांगेला क्याप्सन छे छेला क्याप्सन छे गेदुनला क्याप्सन छे लामाला क्याप्सन छे सांगेला क्याप्सन छे छेला क्याप्सन छे गेदुनला क्याप्सन छे लामाला क्याप्सन छे सांगेला क्याप्सन छे छेला क्याप्सन छे गेदुनला क्याप्सन छे ओम माणे पद्मे हुँ ओम माणे पद्मे हुँ ओम माणे पद्मे हुँ। आज यस दुःखद घडीमा भेला भएका छौँ। स्वर्गीय जेठा छोरा पेमा तामाङ र कान्छा छोरा चाङ्गे साजन तामाङ गरी 2 सन्तानको बुवा हर्का तामाङको यही अप्रिल 8 तारिकको दिन आफ्नै निवासमा 88 वर्षको उमेरमा नै निधन हुन पुग्यो। स्वर्गीय हर्काको श्रीमतीको केही वर्ष अघि मात्रै भर्जिनिया स्टेटमा निधन भएको थियो भने स्वर्गीय बुवा दुवै बुहारीहरूको प्यारो ससुरा हुनुहुन्थ्यो। स्वर्गीय बुवाको 5 जना नाता नातिनीहरू ग्रान्ड चिल्ड्रेन छन् भने 8 जना पनाता पनातिनीहरू र ज्वाइँहरू पनि हुनुहुन्छ। उहाँहरूलाई पनि मैले यसै मार्फत सम्झिन चाहेँ। स्वर्गीय बुवा हर्का तामाङ र उहाँको सहपरिवार भुटानबाट 1990 ताका देशबाट लखेटिएर नेपाल आई पूर्वी नेपालको मोरङ जिल्लामा अवस्थित शनिश्चरी शिविरमा शरणार्थीको रूपमा करिबन 15-20 वर्ष शरणार्थी जीवन बिताउनु भयो। त्यसपछि दीर्घकालीन पुनर्स्थापना कार्यक्रम अन्तर्गत अमेरिकाको भर्जिनिया राज्यमा श्रीमती छोराबुहारी नाता नातिनी सबैलाई लिएर आउनुभयो। अमेरिकामा आएको केही वर्षमा नै उहाँले सबै परिवार इष्टमित्र समाजलाई छोडेर सदाका लागि यस धरतीबाट बिदा लिनुभयो। स्वर्गीय बुवा एक कुशल अभिभावक हुनुहुन्थ्यो। स्वर्गीय बुवा एक समाजसेवी हुनुहुन्थ्यो। धर्मकर्ममा बहुतै आस्था विश्वास राख्नुहुन्थ्यो र आफ्नो सन्तान तथा समाजलाई सधैँ विकास गर्न प्रेरणा तथा हौसला दिनुहुन्थ्यो। उहाँको अनुपस्थितिले यो समाजलाई सधैँ यो समाजलाई सधैँ खड्किरहनेछ। उहाँको माया ममता र अभिभावकत्व सधैँ परिवारमा खड्किरहनेछ। स्वर्गीय बुवा तपाईँ हाम्रो स्मृतिमा सधैँ रहिरहनुहुनेछ। स्वर्गीय बुवा हर्का तामाङको आत्माले चिर शान्ति पाओस्, देवलोकमा जन्म होस्। म लगायत यहाँ उपस्थित सम्पूर्ण मलामीको तर्फबाट बुद्धिस्ट सोसाइटी अफ सिन्सिनाटी गागी सिद्धि पेमलिङ गुम्बाको सम्पूर्ण सदस्यहरूको तर्फबाट सम्पूर्ण भुटनिस कम्युनिटी अफ सिन्सिनाटीको तर्फबाट हजुरको चिर शान्तिको कामना साथै प्रार्थना गर्दछौँ। हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। स्वर्गीय बुवाको सम्पूर्ण परिवारमा हुन पुगेको यो नमिठो चोट र क्षतिले हामी सबैलाई मर्माहत तुल्याएको छ। यस घडीमा उहाँको सम्पूर्ण सन्ततिलाई धैर्य धारण गर्ने शक्ति मिलोस्, यही कामना तथा प्रार्थना गर्दछौँ। हार्दिक समवेदना परिवारलाई। यति भन्दै अब भने म बीसीसी भुटनिस तथा भुटनिस कम्युनिटी अफ सिन्सिनाटीको तर्फबाट विष्णु खरेलज्यूलाई म छोटो मन्तव्यको लागि यहाँ बोलाउन चाहन्छु, श्रद्धाञ्जलीका लागि। हजुर सम्पूर्णमा नमस्ते। म विष्णु खरेल सिन्सिनाटी ओहायोबाट अहिले भुटनिस कम्युनिटी अफ सिन्सिनाटीमा एउटा भलन्टियर ट्रेजररको रूपमा काम गर्दै आएको छु र भुटनिस कम्युनिटी अफ सिन्सिनाटीको तर्फबाट मैले 2 शब्द राख्न प्रयास गरेको छु। मेरा मित्र लाक्पाज्यूले अहिले जति जे भन्नुपर्ने को हुनुहुन्थ्यो उहाँको जीवनी सबै हजुरहरूप्रति बाँड्नु भएको छ। त्यसका लागि मैले अरू धेरै भूमिका नबाँधिकन म सरसर्ती एउटा सानो शोक सन्देश प्रस्तुत गर्न चाहन्छु। उपस्थित सम्पूर्ण श्रद्धेय महानुभावहरूमा हार्दिक नमस्कार। भुटनिस कम्युनिटी अफ सिन्सिनाटी बीसीसीको तर्फबाट हामी स्वर्गीय श्री हर्का तामाङज्यूको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ।
उहाँ एक सरल, भद्र, आत्मीय र अत्यन्त सम्माननीय व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको माया, विनम्रता, माननीय संवेदना र उहाँलाई सबैका मनमा विशेष स्थान दिएको थियो। आज उहाँ शारीरिक रूपमा हामी बीच नहुनु भए पनि उहाँका सम्झनाहरू र उहाँले छोडेर जानुभएका संस्कार सधैँ हामी बीच जीवितै रहनेछन्। उहाँ यस दुःखद घडीमा बुटनिस कम्युनिटी अफ सिन्सिनेटी स्वर्गीय श्री हर्क तामाङज्यूको आत्माले चिर शान्ति पाओस् र सुकाकोल परिवारप्रति धैर्य, शान्ति अनि आत्मबल प्राप्त होस् भन्ने हार्दिक प्रार्थना गर्दछु। स्वर्गीय श्री हर्क तामाङजी, हार्दिक श्रद्धाञ्जली। नमस्ते बीसीसी।
आज योलाई यस्तो बुढो मान्छे हात हल्लिए ल यसलाई हात हल्लिन्छ नि ल मैले पनि यता थालेँ नि ठुलो भाइले मात्रै गर्छ भने मैले नि पार लाक्पाको चाहिँ निकालिदिनु पर्यो